नमस्कार। नेपाली लोक साङ्गीतिक बजारमा 3 हप्ता अगाडि मात्रै गणेश अधिकारीको मलाई हुइक्यायो दिल्लीको बसैले बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीतको सुमधुर आवाजमा शान्तिश्री परियार र गणेश अधिकारीको रहेको छ भने लय शब्द गायक गणेश अधिकारीको रहेको छ। उक्त मलाई हुइक्यायो दिल्लीको बसैले गीतको म्युजिक एरेन्ज पूर्ण संयोगले गरेका हुन् भने मुर्चुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा यस गीतलाई रेकर्ड गरिएको हो। उक्त तीज गीत मलाई हुइक्यायो दिल्लीको बसैले गीतको मिक्सिङ सञ्जय श्रीपालले गरेका हुन् भने रेकर्डिस्ट गोविन्द ओलीको रहेको छ। उक्त तीज गीत मलाई हुइक्यायो दिल्लीको बसैले गीतको भिडियो डिरेक्टर तथा कोरियोग्राफर विष्णु भट्टराईले गरेका हुन् भने प्रकाश शर्मा, दीपा विश्वकर्मा, रविन्द्र सुनार र पुष्पा थापा इटेसीको उत्कृष्ट भिडियो अभिनय रहेको पनि देख्न र हेर्न सकिन्छ। सिनेमा फोटोग्राफर तथा ड्रोन विष्णु भट्टराईको रहेको छ भने एडिट कलर पनि स्वयं विष्णु भट्टराईले नै गरेका छन्। MUA सगुन शर्मा, पुष्पा अर्यालको रहेको छ भने उक्त 2083 को चर्चित गीत मलाई हुइक्यायो दिल्लीको बसैले यसै गीतका मोडल प्रकाश शर्माको अफिसियल युट्युब च्यानलबाट 3 हप्ता अगाडि मात्रै सार्वजनिक भएको छ। उक्त गीत सार्वजनिक भएको 3 हप्तामा 2.3 मिलियन अर्थात् 23 लाख भन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ। उक्त गीत सार्वजनिक भएको 3 हप्तामा हामीले यो समाचार बनाउँदासम्म 23,45,335 भ्युज प्राप्त गर्न सफल भएको छ। आदरणीय दर्शक तथा श्रोता वृन्द साथीहरू, तपाईहरूले मलाई हुइक्यायो दिल्लीको बसैले बोलको तीज गीत सुन्न र हेर्न छुटाउनु भएको छ भने यसै गीतका मोडल प्रकाश शर्माको अफिसियल युट्युब च्यानलमा गएर सुन्न र हेर्न सक्नुहुनेछ। धन्यवाद। सङ्गीत दृष्टि।